तिमीलाई बोजूले 5 रुपियाँ दियो दिएन हेलो गाइस मर्निङ सबैलाई हैन अहिले चाहिँ बिहानको वाक गरेर आइपुगेको हामी चाहिँ अब आफ्नो जिउ फिट राख्नु पर्यो नि त हैन अब बिमार रोग लाग्ने गर्नु पर्दो रहेछ के त्यही कारण चाहिँ अहिले टक्क बिहान आएको 5 बजी आएर चाहिँ वाक गरेर चाहिँ अहिले चाहिँ हामी फर्किँदैछ फेरि घरमा गएर फेरि हुन्छ मेरो आधा घन्टा वाकिङ सो गाइस लेट्स गो पहिलाको जमानामा गाईहरू बाख्राहरू यसरी हुन्थ्यो अहिलेको जमानामा पुरै कुकुरहरू डराउँछ अहिलेको समय यस्तो भइसक्यो यति गुलाबको फुल हो पहिला पहिला पाउँथ्यो अहिले पाउँदैन अब त बोजू त के हो बोजू त 4 रुपियाँ गोटा बिस्कुटलाई 10 रुपियाँ भनेको अन्त हेट मम यस मम नमस्ते मामले नमस्ते अहिले चाहिँ कति मजाको पानी परिरहेछ सिम 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 परिरहेछ हाम्रो आमा चाहिँ के खोज्दैछ उहाँ आमा फेरि उहाँ रहेछ प्लेट बोकेर के खोजेको ए यहाँ चाहिँ हाम्रो सिस्टर छ के बनाएको तैँले ए गदलो बनाउँछ आँटाको गदलो बनाउँदै बसिरहेको छ यहाँ फेरि हाम्रो नानुले के गर्दैछ के गरेको नानु रोटी यसरी बनाउँछ बेलना छ त अन्त ढाँटिहाल्यो सकेन त बहाना लगाइहाल्यो रोटी त यसरी बनाउँछ अनि पानी चाहिँ किन बसाएको त आलु बनाउने तिमीलाई आलु मनपर्छ ठिकै हो मिठो बनाऊ ल मिठो बनाएको थियो तिमी स्कुल जाँदैन संस्कृति ए कहिले रेडी हुने अन्त यहाँ त 7 बजिसक्यो रेडी पनि हुँदैन त संस्कृति गएको संस्कृति ल हाम्रो भाउजूले भाडा मलिरहेको छ फेरि ओ गएको भनेर बोल्दैन तिमी त ओ लाटी यता गएको ए जाऊ हजुर मजाले बोल्नु भाडा हुन्छ नि मान्छे तिमीलाई बोजूले 5 रुपियाँ दियो दिएन तिमीलाई त 5 रुपियाँ दिएन बोजूले परे त डली पानी परे त कसरी जाने तिमी अब छाता त ल्याएको छ मैले सेरू र काली यहाँ बसिरहेको छ तिमी चाहिँ फोनै चलाउ ल